GSP, motherfuck the big three. Nigga, it's just big me, nigga. Boom. I'm really like that. And your best work is a light pack, nigga. Prince outlive my jack, nigga. Boom. किनभने केटा अति राम्रो हुन्छ क्या यसको प्रजातिमा त्यो माथिको केटा हो है माथि केटा हैन केटी हो चढ्यो लामो फुचार भएको चाहिँ केटा हो क्या उल्टा हुन्छ एनिमल्समा उल्टो हुन्छ क्या एकदम एनिमल्समा मेल एकदम राम्रो हुन्छ क्या अनि मृगको हेर्नु त्यो सिङ भएको त्यो भाले हुन्छ नि त्यो कति राम्रो देखिन्छ कति अलिकति नराम्रो देखिन्छ जब यो बिहान भेट्छु उनीहरू भन्नु हुन्छ भोलि बिहान आउँछ नि हुने आउँछ मलाई त्यस्तो हुँदैन क्या हजुर यतापट्टि त्यो चिडियो पाहाड छ एउटा आज बेलुका हेरिसकेपछि अनि त्यो कल्चर डान्समा छ नि एउटा पिकअप डान्स पनि हुन्छ कि जुन चाहिँ एकदम इन्ट्रेस्टिङ भित्र मान्छे पस्छ अनि स्विच हुन्छ कि ठ्याक्कै प्वाँ खेस्कै राखेको हुन्छ अनि एकदम राम्रो देखिन्छ अब यो घाँस हुन्छ नि अहिले अझ थोरै घाँस बढ्नुपर्छ यो ठाउँमा छ नि गाईले मृगलाई के अरे हन्टिङ गरेको छ क्या यसले जे पनि खाने गर्छ कि यसले यसको मुख्य मान्छे पनि खान्छ सामर्थ्य बकडियर दुई तीनटा टाइपको डियर दुई तिनवटा टाइपको जम्मै यही छ बाघ आयो जस्तो शिकार गर्न यो माथि बाँदरले खसाल्ने हो क्या यसको रूपमा जहिले पनि बाँदर हुन्छ बाँदरले जोगाउँछ क्या बाघ आयो भने अनि भगाइदिन्छ यसलाई केटा हो केटा हो सिङ भएको छ जराएको सिङ छैन कता हरायो भन्ने यही त हो नि यहाँ ठुलो बाघको पन्जा यो फुचे रहेछ है दुईटा भालेर पछि अलिअलि देखे जस्तो त्यो अलिकति थोरै टाढा भयो क्या त्यो वारी चाहिँ हुनुपर्ने मयूर नाचेको देख्यो भने गैँडा सिउरै देखिन्छ यसको यो त घाउ जुनै खाउ रहेछ गैँडाले टुकेर रहेछ कि हाने रहेछ यसलाई फाइट परेर त्यो चराले फेरि त्यही हानिदिनु लाग्यो कि त्यसलाई चाहिँ के भन्छ अरे दाइ हजुर त्यो चरालाई त्यो चरालाई लिटल कर्मोरेन्ट त्यो त के हो ब्याटम्यान छ त लेफ्ट साइडमा नै हेरौँ है गैँडा होला 2200 केजी हुन्छ यो गैँडा 2200 किलो है हजुर 2200 किलो पछाडिपट्टिको छाला छ नि त्यो बुलेट प्रुफ हुन्छ त्यो पछाडिपट्टिको त चाकको छाला क्या अनि यहाँ ल किङफिसर पनि देख्यो यो चाहिँ पानी खान गएको हो कि अब आल बस्न गएको हो त्यो किङफिसर घाँस खोज्दै आएको क्या Kingfisher. है एकको प्लान के त हाम्रो माछा खान्छ नि